यो देश किन बनेन भने कार्यपालिकाको छायामा सम्पूर्ण संरचना भए कसैलाई त्यो खालको कानुनले दिएको अधिकार प्रयोग गर्न योभन्दा अगाडि दिएन। त्यो अवस्था यहाँ नआओस् भन्न चाहन्छु। छातीमा ड्याङ ड्याङ गोली लाग्यो, टाउकामा गोली लाग्यो सभामुख महोदय, सडकमा रगत असरल्ल भएर बग्यो। त्यो शहीदको रगत अहिले तिनका आमा र परिवारको आँसुबाट झरिरहेको छ। त्यो दृश्य अहिले पनि मेरो आँखा अगाडि झलझल्ती बगिरहेको छ। म सभामुख महोदय मार्फत सरकारलाई आग्रह गर्न चाहन्छु, जुन जेन्जी सम्झौता गरिएको छ 10 मुदे, त्यो सम्झौताको अक्षरशः पालना गरियोस्, अक्षरशः पालना गरियोस् सभामुख महोदय। र मलाई गर्व छ, म तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा रहेको सरकारको प्रवक्ता र सञ्चार मन्त्री भइराख्दा र त्यो सरकारले जेन्जी आन्दोलनसँग गरेको सम्झौता यताउता भयो भनेदेखि स्वीकार्य हुने छैन, अक्षरशः पालना होस् यो भन्न चाहन्छु। मलाई बडो गजब लाग्यो सम्माननीय सभामुख महोदय, जब म क्षेत्रमा गएँ मलाई जनता 95 वर्षको एउटा बुबाले, हजुरबुवाले के भन्नुभयो भने म अन्तिम पटक मेरो जीवनको भोट हाल्दैछु भन्नुभयो। किनभने जसलाई मैले भोट हालेँ अब अन्तिम पटक 95 वर्षको सम्भवतः उहाँलाई फेरि 5 वर्षपछि बाँच्छु कि बाँच्दिनँ भन्ने लाग्यो। मैले सोधेँ किन यस्तो भन्नुभयो बुवा? उहाँले भन्नुभयो कि मेरो पुस्ता बिगारे, मेरो छोराको पुस्ता बिगारे, अब तिमीहरूलाई भोट हाल्दा कम्तीमा मेरो नातिको पुस्ता तिमीहरूले बनाउने छौ भनेर उहाँले भन्नुभयो। मलाई त्यस्तै प्रश्न सोधियो सभामुख महोदय, के भनियो भनेदेखि तपाईँले हामीलाई बाहिर जानुपर्ने त बनाउनुहुन्न नि भनेर युवाले भनेका छन्। त्यस्तै गरेर हाम्रा छोरछोरी तपाईँहरूले यहाँ ल्याइदिनुहुन्छ नि, अब त्यो वातावरण बनाउनुहुन्छ भन्नेहरूले भोट हालेका छन्। तिनको लागि काम गर्नुपर्नेछ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र अन्तिममा म के भन्न चाहन्छु भने सभामुख महोदय, शक्ति पृथकीकरणको सिद्धान्तले न्यायपालिका, कार्यपालिका र चाहिँ व्यवस्थापिका जुन छ, व्यवस्थापिका सार्वभौम संसदको गरिमा बढाउने कुराहरूमा मलाई थ्याचरको एउटा भनाइ याद आउँछ कि यो रबर स्ट्याम्प जस्तो नबनोस्। यो देश पहिला किन बनेन भने, यो देश किन बनेन भने कार्यपालिकाको छायामा सम्पूर्ण संरचना भए कसैलाई त्यो खालको कानुनले दिएको अधिकार प्रयोग गर्न योभन्दा अगाडि दिएन। त्यो अवस्था यहाँ नआओस् भन्न चाहन्छु। र अहिले पदभन्दा नेतृत्व महत्त्वपूर्ण छ।